नमस्कार हजुर। नमस्कार हजुर। यसपालिको भोट चाहिँ मलाई दिनु होला है। म चाहिँ यसपालि हजुरहरूको जुन गएको दिनहरूमा पुरा नभएको जुन तपाईँहरूको जुन बाटोघाटो अस्पताल रोजगारीहरू चाहिँ म हजुरहरूको घर घरमा पुर्याइदिनेछु। अघिल्लो चुनावमा पनि यस्तै भन्नुभएको थियो नि हजुर। 5 वर्ष कहाँ हराउनुभयो? त्यो त परिस्थिति अनुसार अलिकति ढिलो भयो, तर चिन्ता नगर्नुहोस्, यसपटक म पक्का विकास गर्छु। पक्का भाषणमा मात्र के काममा पनि हो नेताज्यू। हामीलाई भाषण होइन, कामको परिणाम चाहिन्छ हो नेताज्यू। यसपटक हामीले धेरै योजना ल्याएका छौँ, चिन्ता नगर्नुहोस्, भोट दिनुहोस् है। योजना कागजमा कि जमिनमा? हामी जस्तो युवाहरूको बेरोजगार बुझ्नु भएको छ, किसानहरूको जुन मर्मा समस्या बुझ्नु भएको छ, किसानहरूको जुन उत्पादनले बजार नपाएको समस्या बुझ्नु भएको छ? छैन। चुनाव आयो, भोट माग्यो, अरू बेला छैन। सुधार गर्दैछौँ, नआत्तिनुहोस्, हामी सुधार गर्दैछौँ। हामी पनि सुधार गर्दैछौँ है नेताजी। अब सचेत मतदाता बन्दैछौँ। यो चुनाव हाम्रो भविष्य हो। यो चुनाव हाम्रो भविष्यको निर्णय हो, खाली नारा होइन। हामी सबै सचेत हुन्छौँ, सबै सुधार्छौँ, सुधार गर्दै लान्छौँ नेताजी। यदि जनता सचेत भए मात्र देश बन्छ। नेता पनि हामीबाटै चुनिन्छ, त्यसैले हाम्रो मत बिकाउ होइन, जिम्मेवारी हो। बुझ्नुभयो नेताज्यू? ल हस्, नमस्कार।